सो हामी अहिले देवघाटमा आएको छौँ होइन अनि यो चाहिँ हाम्रो चितवनको डे 3 हो होइन हामी चाहिँ अब यहाँदेखि अब यहाँको एउटा सानो कार्यक्रम छ होइन पोखरा जाने पाक्ने थिएन हाम्रो यहाँ मेरो बच्चाको गुरुजी मलाई जसले चाहिँ धर्म सिकाउनु भयो उहाँको चाहिँ यहाँ चाहिँ यहाँ अहिले के राखेको छ अरे यहाँ समाधि स्थापना गरिएको थियो अहिले हामी चाहिँ 1 वर्षको कार्यक्रमलाई यहाँ आएको छौँ अब यहाँदेखि चाहिँ हामी अब नेक्स्ट डेस्टिनेसन चाहिँ हाम्रो अब यो पोखरा साइडतिर हुन्छ अब कता चाहिँ अब भिडियोले भन्छ होइन त्यही हो सो अब चाहिँ हामी यहाँदेखि निस्किन्छौँ एकछिन घर जान्छौँ फ्रेस हुन्छौँ म निस्किन्छौँ ल थ्याङ्क यू भाइ हामीलाई खिचिदिएकोमा ल फोन मिल्नु चाहिँ ल 1 2 3 क्याच है त गुड ल हजुर कृष्ण कन्हैया लाल की कृष्ण कन्हैया लाल की शुद्ध सनातन कृष्ण प्रणामी धर्म की शुद्ध सनातन कृष्ण प्रणामी धर्म की यता यस्तो भाइ भन्दैन भाइ भन्दैन न अब इमोसनल हुँदा त फेरि आउँछौँ हामी मेरो हजुरबा हुन्छ ए कहाँ जानु लाग्यो बुढी बन्दीपुर जाम तिनधाराको समथिङ खाउँ भन्ने गीत सुनेछ सो अब हामी चितवनको एकदम फेमस फास्ट फुड क्याफे फुड ट्रक स्ल्यास फुड हुन्छ नि लेक साइड के अरे रिभर साइडको एउटा बबाल क्याफे हामी त्यहाँ जाँदैछौँ होइन भेजी एक्सप्रेस Head northwest, then खान्टा छैन यहाँदेखि रिभरको भ्यू बबाल हुन्छ अनि यहाँ माथि बस्नु मिल्छ तर माथि पानी पानी छ त्यो हामीले माथि नबस्नु ल मोमो खाऊ मेरो बेबी कस्तो लाग्यो तिमीलाई मोमो पठान मन लाग्यो अरे तल डाटाले कि यो रिसाएपछि होइन केही पनि उ गर्दैन होइन अहिले डाटा नि आफै लिएछ होइन यो डाटा दिनु भन्ने मान्छे गरि ल्यान्डस्लाइडको जाममा अड्केको छौँ होइन हामी अड्केकै मोर देन हाफ एन आवर भयो बल्ल अलिअलि गाडीहरू हिँड्ने थालेछ हामी चाहिँ आफ्नै लेनमा छौँ अनि यहाँ गाडीहरू पुरै लेन मिचेर आएको छौँ होइन चाहिँ लेनबाट आएको थियौँ होइन गाडीहरू लेन मिचेर आएको छन् होइन समस्या आएको छन् अनि त्यसपछि हामी चाहिँ अब अलिक सबै नागरिक भनेर लेन नबिचिकन आएको थियौँ होइन भनेर भन्न म सक्दिनँ मैले यहाँ चाहिँ लेन भेटाएको भन्नु ठ्याक्कै लेनको भित्र छिरी तर पुरै अड्केन अब यहीँ नजिकै पहिरो खस्यो भन्ने चाहिँ थाहा छ होइन तर उतापट्टिको गाडी अलि बाइकहरू चाहिँ चलेको थियो एकलट फेरि रोक्यो अनि फेरि सुक्खा पहिरो अरे झरा झरे गरेर राखेर अनि घर फर्क्यौँ कि के गरौँ भनेर टेन्सन ल्याइसक्यो मलाई यो गाडी हाल अब बस एक वर्ष फर्केर जस्तो लाग्यो मलाई त्यो खाँदा जाम भइरहेको छ अहिले सोधेको पकाउन पुरै जाम भइरहेको छ क्रेजी भएको छ क्रेजी होइन सो दिस इज हाउ इट इज यो तपाईँ गाडीहरू छ यसरी गीत पनि बज्दैन कि टावर पनि छैन कि एकदम गीत बजिरहेको थियो क्या मजा आइरहेको थियो होइन अहिले गीत पनि बज्दैन अघि एक लाइनले चिसो भइरहेको थियो अहिले त 3 लाइनले तातो भइरहेको गाइजहरू ट्रक हिँडेको अवस्था ट्रक हिँडेको छ भनेपछि यहाँ के न के हुन्छ अब फाइनली अब हामी नै जान्छौँ फाइनली जाम खुलेको छ ट्राफिकले त यता गरेर जान्दैन हामी चाहिँ जाँदैछौँ ट्राफिक मामा उतै हुनुहुन्छ आमा कस्तो ठुलो गाई हेर्नु न यही हो कि त्यो पहिरो गएको ए
सो हामी अहिले In 200 meters, turn right to stay on अब NH 03. पोखरातिर गइरहेको छौँ हामी होइन अब यहाँ चाहिँ बन्दीपुर जानेवाला छौँ अनि अब यहाँको बाटो कस्तो छ अब त्यो पनि Turn हेरौँला right to stay on. मुङलिङबाट 1 घन्टामा हामी बन्दीपुर भन्ने ठाउँ पुगिँदो रहेछ सो अनि हामी त्यहीँ पुगेर होटेल सोटेल खोजेर केही खाएर भोक लागिरहेको छ हामीलाई केही खाएर अनि त्यसपछि हामी आफ्नो यात्रामा हामी लिन हुनेछौँ हामी समर्पण हुनेछौँ आइरह्यो नि बता बक्का लागेन चिसो लिने भयो गाइज यहाँदेखि चाहिँ बाटो यसरी ठुलो हुँदो रहेछ हेर त यहाँ यसरी यहाँ दियो ठुलो बाटो हुन्छ अरे ल कत्रो रहेछ है अन्त ओहो माई गड रहेछ अहिलेसम्म नै छिर्दाखेरि वाला छ होइन यही बाटो पोखरासम्म पुग्छ भनेर त मैले सुनेको छु यस्तो हुँदैन मजा आउँदो रहेछ बवाल कुदाउनु मन लाग्नेवाला बाटो रहेछ सो हामी यहाँदेखि माथि जानुपर्ने रहेछ यस्तो गेट रहेछ होइन ए बवाल भ्यू रहेछ होइन रोकेर खिच्नु मन लाग्यो क्या राम्रो रहेछ क्या यहाँ सब सो हामी अहिले चाहिँ यहाँ गाडी राखेर हिँड्न थाल्यौँ होइन अब यहाँ हिँड्ने ठाउँमा चाहिँ के पाउँछ हेरौँ होइन भोक पनि लागेको छ अनि त्यसपछि होटेल पनि खोज्नु छ अघि हामी एउटा होटेल गयो होइन अनि स्ट्रिट पनि पऱ्यो अरे अनि त्यसपछि भ्यू पनि त्यस्तो मन पर्दैन है अनि त्यहाँ गएन होइन अहिले त हामी यो स्ट्रिटतिर हेरेको छौँ होइन अब यहीँ स्ट्रिट छ सो हामी अहिले बन्दीपुरमा छौँ होइन यहाँ चाहिँ रमाइलो चाहिँ राति यस्तो लाइट साइडमा हुँदो रहेछ होइन अब हामी हेरौँ तिमीलाई कस्तो लागिरहेको छ रमाइलो लागिरहेको छ एकदम धेरै रमाइलो लागिरहेको छ यहाँ चाहिँ पुरै लाइटवाला सो रहेछ होइन अब यहाँ अगाडि चाहिँ अलिकति रमाइलो बजाएको छ अहिले सो गाइस है अगाडि रमाइलो छ बरु बन्दीपुर दिस इज बन्दीपुर फर यु गाइस खाना पाइन्छ यहाँ पुरै वर्ल्ड कप भाइब छ अहिले किन पाड्यो त सो यहाँ चाहिँ होटलवाला भाइब चाहिँ बढी छैन अनि यो चाहिँ हामी बसेको होटल हो दिस इज आवर स्टे फर द नाइट कस्तो राम्रो होटल चाहिँ प्रिटी होइन बच्चा जति बोलेको यो चाहिँ हाम्रो रुम हो हाम्रो रुममा के छ भने 2टा बेड छ अब रात झगडा गऱ्यो भने म एउटा बेड जहिले झगडा पर्छ अनि यहाँ ठुलो ऐना छ यहाँ ठुलो ऐना छ अनि यहाँ रुम छ होइन अनि त्यसपछि ल कस्तो स्मुथ रहेछ अनि यहाँ चाहिँ यस्तो काठवाला भाइब चाहिँ मैले धेरै ठाउँमा देखेँ होइन यस्तो काठवालै घरहरू चाहिँ हुँदो रहेछ होइन अनि कस्तो कोजी भाइब छ होइन अनि यहाँ कोजी अनि हाम्रो बेस्ट रुमको एट्र्याक्सन चाहिँ धेरै हाम्रो बाल्कनी छ कस्तो रमाइलो बाल्कनी छ खोलेर बाहिर गएपछि वी आर बन्दीपुरको स्ट्रिट छ यो बन्दीपुरको स्ट्रिट भनेको चाहिँ होइन क्रेजी फन यो बन्दीपुरको स्ट्रिट भनेको चाहिँ होइन इट्स रियली नाइस कस्तो लाग्यो तिमीलाई यहीँ बस्नु मलाई सो यो बन्दीपुरको स्ट्रिट उता भिडियो बनाइरहनु भएको छ थ्याङ्क यू
चाहिँ यहाँदेखि चाहिँ अलिकति अँध्यारो रहेछ होइन मेरो बुढी जाउँ काली भयो अब ल खै पाल्नु